स्वर्गमा आए जस्तो भइरहेको छ मलाई त आम्माम्मा हेलो गाइज के छ आज चाहिँ फागुनको 12 गते नेपालको धेरै भूभागहरूमा चाहिँ असिना पानी परे सँगसँगै हामीले पनि यो कालिन्चोक कुरी बजारमा हिउँ परेको छैन भनेर सोचिसकेपछि छ भन्ने खबर पाइसकेपछि हामी रातारात अब कालिन्चोक कुरी बजारमा हिउँ खेल्नको लागि जान तयार भएका छौँ हाम्रो भेटनरी जम्बु टोली चर्कोटबाट सो हेर्दै गर्नु होला बाटोमा के कस्तो अवस्था छ म देखाउँदै जानेछु है त को कता कता छ नै ल मर्ने बेला गर्लफ्रेन्डको याद आयो कि घरको गैरी नपुग्दै हिउँको अवस्था चाहिँ यस्तो देखिएको छ देखो न गाइस देखो गाडी दे छ त हिउँ मजाले परेको अवस्था छ हैन आज चाहिँ ठ्याक्क 12 गते आयो है हिउँ खेल्नलाई ल ओइ माय गॉड वाउ दिस इज अमेजिङ ओ माय गॉड ल अहिले चाहिँ हामी यो गैरी भन्दा मास्तिर आइपुगेका छौँ र हामी चाहिँ रातारात हिउँ खेल्नको लागि कुरी बजार हिँड्दैछौँ हिउँ यस्तो मजाले गैरी भन्दा अलि मास्तिर 1 किलोमिटर मास्तिर नआइपुग्दा यति धेरै हिउँ परेको छ सो तपाईँहरूले देख्न सक्नुहुन्छ यता होइन तपाईँहरूलाई पनि अब हिउँ खेल्न मन छ भने भोलि आउनु होला अब पर्सि दिन त सुकिसक्ला होइन भोलि बिहान चाहिँ बबाल हुनेवालामा छ ल बसौँ यसमा जाने हो ल हामी चाहिँ यो पुरै यस्तो यो चेन लागेको गाडीमा जान लागिरहेछौँ है त हामी चेन लागेको गाडीमा जान लागिरहेछौँ आइयो फेरि हामी त रातारात हिँड्ने हो नि त होइन यस्तो मजाले हिउँ परिरहेको छ त्यो पारी भित्तामा होइन पुरै सेतो देखिएको छ सो हामी चाहिँ अहिले हिँडिरहेको छौँ यो त पुरै पुलेर गयो पछाडि छौँ हामी चाहिँ यस्तो रमाइलो भइरहेको छ कालिन्चोक कुरी बजार हिउँ हेर्न सक्नुहुन्छ कति राम्रो देखिएको सो अहिले हामी चाहिँ फाइनल्ली कुरी बजार आइसकेको छौँ र यस्तो बवाल छ होइन यता साथीहरू यस्तो दामी जाडो माइ गड ओ बवाल ओ माई गॉड फागुनको 12 गते जुन पानी परेर चाहिँ 3 वर्ष अगाडि के त ठुलो हिउँ परेको थियो भनेर चाहिँ हामीले यहाँ जानकारी पाए अनुसार हामी कुरी बजारमा आइपुगेका छौँ रातारात बुलेर रिजर्भ गरेर चर्कोटबाट हाम्रो भेटनरीको जम्बु टोली आएको छ सो यस्तो बवाल हिउँ परेको छ सो तपाईँहरूलाई पनि म देखाउने छु ओइ माकुरी धेर खेल्नु हुँदैन अहिले चिसो लाग्छ धेर खेल्नु हुँदैन भोलि बिहानलाई बाइक राख्नुपर्छ भोलि बिहान त मरिन्छ त ल अनि गाई जाएर यस्तो दाम चाहिँ हिलेर मैले सोचेको पनि थिएन कि यस्तो दिन मेरो लाइफमा आउँछ भन्ने कुरा होइन म यता पछाडि आगो तापिरहेको छु तर यता पुरा हिउँ छ यस्तो बबाल ठाउँ छ सो तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो दामी छ अहिले चाहिँ म आगो तापिरहेको छु यस्तो जाडो छ होइन भित्र आगो त ताप्नु पर्यो होइन किनकि जाडोले फेरि आफ्नो स्वास्थ्यलाई असर गर्छ नि त रमाउनु ल हाम्रो जिरीको डाक्टर साहबले चाहिँ अब पुरा होइन मोजा भिजेर हिउँ खेल्दाखेरि मोजा रोपेरहनु भएको छ है त मोजा सेकुवा भइरहेको हामी सबजना चाहिँ यहाँ आगो तापिरहेका छौँ हामीले त जिरीको गाई फार्मको हाकिम साहब हुनुहुन्छ डाक्टर साहब हुनुहुन्छ यता हाम्रो पैसाकालीको हाकिम साहब चिनिहाल्नुहुन्छ सो हामी सबैजना छौँ रमाइलो गरिरहेको छौँ उता पिनट्स खाइरहेको छौँ पुरा साँधेको होइन जाडो बेलामा तातो अब यो सबै के खाने भनेर छलफल भइरहेको छ होइन दामी छ यो खेल्दा हाल्दा पुरा थाकेर हामी त यहाँ पुरै जाडो भएर कटाङ्ग्रेर पुरै आगो तापिरहेको छौँ है त दामी छ बब्बाल हामी पुरै खाना खाएर रमाइलो गरेर अहिले हामी चाहिँ अहिले यो नाइट भ्यू हेर्नको लागि पुरै यो गुरी बजारभित्र हिँडिरहेको छ चाहिँ यो यस्तो चाहिँ गर्न पाइन्न हाकिम हाम्रो हाकिम साहबले माथि अत्याचार गरिसक्नु भएको छ भित्रैसम्म बिजन त यार राति हिउँ खेलिरहनु भएको छ हाकिम साहबहरू अझ खेलौँ माइनसमा छ रातिको कति बजे 12 बजे होइन 11:30 12 बजे 12 बजे होइन मुखमा हिउँ छ टाउकोमा हिउँ छ इट्स भेरी फन्टास्टिक वेलकम टु कालिन्चोक मरेपछि गङ्गुजीलाई ए मार्यो नि लै ट्याउ
अहिले चाहिँ हामी बिहान पख उठिसकेका छौँ र यहाँको भ्यू म तपाईँहरूलाई देखाउन चाहन्छु यार। हेर्नुहोस् यता, वाउ यस्तो बवाल छ, यस्तो बवाल छ, यस्तो दामी छ। यता हेरे छानातिर पुरै सेताम्य छ, यता पुरै सेताम्य छ, यो साइड पुरै सेताम्य छ होइन। यो साइड त ओ माई गड यति धेरै हिउँ त लाइफमा पहिलोचोटि देखा हो क्या। यस्तो दामी छ। अहिले बिहान हामी उठिरहेको छौँ र अहिले हामी हेर्दैछौँ। अब फेरि यहाँबाट नि पुरै अब माथि गएर पनि पुरै यहाँको भ्यू देखाउनु छु तपाईँहरूलाई। त यस्तो बवाल छ। र साथीहरू चाहिँ यता यहाँ भिडियो खिचिरहनु भएको होइन। यहाँबाट यताको यस्तो दामी भ्यू छ नि त होइन। खिच्नु त पर खिच्छ साथी हो। कस्तो लाग्यो कर्णेल सर? कस्तो लाग्यो? बवाल लाग्यो? बवाल है? तपाईँलाई कस्तो लाग्यो? मेरो पनि फर्स्ट टाइम हो नि हो। एकदम रमाइलो तर बवाल छ यार। दामी त दामी। तपाईँहरू आउन सक्नुहुन्छ कालिन्छ पुरै बजार यो। ओ माई गड यति धेरै चिसो खुट्टाभित्र हिउँ छिरेर पुरै कठाङ्ग्रेर यस्तो भा यार। ओ माई गड पोल्यो रहर लाग्छ खेलेपछि है। तर खेलिसकेपछि यस्तो कठारिन्छ नि। ओ माई गड बिहानै आउनुको मजा चाहिँ यही छ क्या। हेर्नु उताबाट पुरै हुस्सु उठ्न थालिसक्यो होइन। अब यता अलिबारमा यता यो टुवालो उठेर पुरै ढाक्छ क्या। बिहानै आइसकेपछि यहाँको सुन्दरता निहालेर हेर्नु नै यस्तो बवाल हो नि, यस्तो बवाल हो। त्यही भएर तपाईँहरू आउनुहुन्छ भने एकदम बिहानै आउनु होला। यो दिउँसो पख आयो भने चाहिँ पुरै माथि हुस्सुले ढाकिएको अवस्था हुनेछ। यो यस्तो दामी छ यहाँ। आम्मामा ल हेर्ने यति धेरै छ, यति धेरै छ ल। त्यही हो। अब हामी माथि गएर फेरि अर्को ठाउँ हिउँ खेल्नेछौँ। त्यही भएर म दौडिन्छु। यस्तो दामी छ वाह। यता पनि छ छन चाहिँ तर पुरा हुस्सु आएर एन्टिलाइट परेको छ। यस्तो देखिएको छ यता चाहिँ पुरा। हामीले चाहिँ अब त्यो पारी आएर खेलेको थियौँ। खासै त्यस्तो हिउँ थिएन। अहिले त पुरै झपक्कै छ क्या, झपक्कै माएको छ। यस्तो यहीँ बसिरहन मन छ नि। ल अहिले चाहिँ हामी बुलेरो रिजर्भ गरिसकेर यहाँबाट हिँडिसकेको अवस्था छ। हामीले चाहिँ कुनै बजारबाट यस्तो दामी छ होइन। तपाईँहरूले यता भ्यू देख्न सक्नुहुन्छ। अब भ्यू हेर्दै हामी चाहिँ अब चौरकोटतिर लागेका छौँ है त। बाई बाई कुरी बजार। एङ्गलबाट आउने भयो भिडियो त। कालिन्छ भगवती माता की जय। कालिन्छ भगवती माता की जय। कालिन्छ भगवती माता की जय। सबैको रक्षा गरून् कालिन्छ भगवती माताले। अहिले चाहिँ हामी टक्क हिँडिसकेका छौँ अब चौरकोटतिर। अब यस्तो दामी ब्युटिफुल प्लेसलाई चाहिँ हामीले अब बाई बाई गर्दै हिँडिसकेका छौँ र अब मौका मिले हामी फेरि आउनेछौँ। यो बिहानी पख आउनेको मजा नै यही छ क्या। उताबाट अब हुस्सु उठ्न थाल्यो किनकि हामीले बिहानै यहाँको प्रकृतिको सौन्दर्यलाई हामीले अघि नै निहालिसकेका छौँ। अब यति बेला चाहिँ माथिबाट पुरै यस्तरी अब यो हुस्सु उठ्न थाल्यो नि त तलबाट। हुस्सु उठ्न थालिसकेपछि चाहिँ खासै राम्रो देखिन्न होइन। त्यही भएर बिहानै तपाईँहरू सकभर बेलुका आएर कुरीमा बसेर चाहिँ बिहान जाँदाखेरि के अरे हेर्दाखेरि चाहिँ एकदम बवाल हुनेछ। सो गाइस तपाईँहरू पनि आउन सक्नुहुन्छ। कम्ती अब 1 हप्तासम्म यो हिउँ बस्छ भन्ने चाहिँ आकलन छ यहाँ कुरी भ्यालीको स्थानीय बासिन्दाले भन्नुभएको। त्यही भएर 1 हप्तासम्म हिउँ बस्छ। तपाईँहरू पनि अब नेपालको अब काठमाडौँबाट चाहिँ कम्तीमा पनि तपाईँहरू 4-5 घन्टाको बाइक यात्रामा आउन सक्नुहुन्छ भने तल तपाईँको गैरी गाउँबाट चाहिँ चेनवाला बुलेरो रिजर्भ गरेर आउनु पर्ने हुन्छ। त्यहाँबाट बाइकमा चाहिँ त्यहाँबाट मास्तिर आउन सकिँदैन। सो तपाईँहरू आउन सक्नुहुन्छ। अझै 2-3 दिन चाहिँ यत्तिकै हिउँ रहन्छ है। यो अलिअलि बिलाउँछ होला, खासै त्यस्तो बिलाउँदैन होला। एकदम धेरै नै रहनेछ। कम्तीमा यो 2-3 दिनसम्म चाहिँ तपाईँहरू पनि आएर नेपालमै छ सौन्दर्य एकदम प्रकृतिले दिएको छ यस्तो दामी ठाउँ है। तपाईँहरू पनि आएर चाहिँ कम्तीमा पनि नेपालको पर्यटकीय स्थललाई चाहिँ प्रवर्धन गरिदिनु होला भन्ने चाहिँ मेरो ठुलो अपेक्षा छ है त। यो भिडियो सबैलाई सेयर गरिदिनु होला।
र धेरै मास पुर्याइदिनु होला है त धन्यवाद गडलाई हेर्नु त हेर्नुहोस् है यस्तो बवाल छ यार यस्तो बवाल छ यस्तो बवाल हरन बजाऊ हरन बजाऊ हरन बजाऊ हरन बजाऊ हरन बजाऊ हरन बजाऊ मलाई पनि जान्छ यस्तो बवाल छ यारमा ल हेर्नुहोस् बाइकको हालत यस्तो छ बाइकको हालत हो माई गड चिप्लिन्छ नि त चिप्लिन्छ नि त पुरा यो चिप्लिन्छ क्या होइन अनि त्यो भएकोले चाहिँ अब चेन लाएर हिँड्नुपर्छ नि त गाडीमा होइन नत्र त फेरि यो दिइहाल्छ नि यार हो यो स्टेसनसम्म चाहिँ हामी हिजो अर्को गाडीमा आएको थियौँ र यहाँबाट चेनवाला गाडीमा हामी माथि के भन्छन् त्यसलाई अब चेन्ज गरेर गएको थियौँ बुलेरोमा यहाँसम्म चाहिँ एकदम गाह्रो भएको थियो हामीले सकस भइरहेको थियो आउनलाई इभी आइरहेको छ यार यहाँ त हो माइ गड चेन लाग नि त चेन यस 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 ल गाडी बाइक जति सब यता थुप्रेको छ नि हेर्नुहोस् यता यहाँ यस्तरी यहाँ किन आइपुग्दैन उता माथि हाम्रो गाडी उता माथि हो उता माथि हो सस्तोमा तर हिउँ चाहिँ खेल्न एकदम मन लाग्ने खेलिसकेपछि हात खुट्टा कठाङ्ग्रिसकेपछि त्यो जस्तो पीडादायी अरू केही हुँदैन क्या महाकसम यस्तो हात कठारेर मोबाइल समात्न पनि यति गाह्रो भएको छ ओ माई गड पुरै नगर है माथिबाट कुकुर र गाडी आइरहेको छ सँगसँगै हामी त अगाडि छौँ ल अहिले चाहिँ हामी यहाँसम्म चेनवाला गाडीमा हामी यहाँसम्म आइसकेको छौँ र अब हाम्रो गाडी चाहिँ तल अब कहाँसम्म आएको छ होइन पुरै यस्तो कङ्क्रिट भएको यो आइस त पुरा जमेर होइन यस्तो बवाल भएको छ यहाँ त चिप्लिन्छ गाडी होइन कहाँसम्म आउँछ गाडी हामीले बोलाउने छौँ र अनि हिँड्दै पनि जानेछौँ यहाँको अवलोकन पनि त गर्नु पऱ्यो नि मान्छेहरू पुरा काठमाडौँबाट रातारात आइरहेको छन् क्या रातारात हिउँ खेल्नलाई रातारात आएको छन् अब के गर्नु बाइक अब यहीँसम्म हो बाइक आउने भनेको यहाँ पनि आइपुग्न गाह्रो मानिरहेको छ तान्यो यार के यार पुरै हो बाइकमा त भुटुटु छ त साथीहरू कहाँनिर ओ माई गड जाँदैन सर किन भिडियो गर्दा यसरी लड्छ भनेर देखाउनु भयो त्यहाँ हो जाँदैन टायर जाँदैन बाइक जाँदैन माथि त्यो दाइ कस्तो मजाले लड्नु भयो अब सायद जाँदैन त्यहाँबाट होइन त्यही भएर यहाँ बलभन्दा बुद्धि ठुलो हो यहाँ बल लाएर हुँदैन बुद्धि लाउनुपर्छ यस्तो चेनवाला गाडीहरू मात्रै जान्छ अहिले आइरहेको छ अहिले ओ यार चिप्लिन्छ यार त चिप्लिन्छ यार चेन छैन है चेन नभएको गाडीहरूलाई एकदम समस्या छ है त हजुर चेन ल ओके ओ माई गड यस्तो छ है काम त्यो त कस्तो लड्यो यार त्यहाँनिर अहिले यस्तो अवस्था छ ओ माई गड जाँदैन दाइहरू बाइक त अब यहाँबाट लडिन्छ बाइक जाने स्थिति छैन अब बाइक जान्न गाडीहरू जाने होला यस्तो आमा हिजो बेलुका हिउँ पऱ्यो होइन अहिले मान्छेको ओहिरो लागिरहेको छ अब धेरै ठाउँबाट अब आउनु भएको छ नि त धेरै समयपछि हिउँ परेको अवस्थाले गर्दाखेरि धेरैजना आउनु भएको छ तर बाइकको त कामै छैन यहाँनिर म भन्नेले पनि गाह्रै पर्छ यो माथिकुरी बजारसम्म पुग्नलाई है यस्तो अवस्था छ अनि कहाँ सकिन्छ त यार डेन्जर लड यार त्यो दाइ त यस्तो छ पुरै आइस छ क्या यस्तो पुरै आइस अब चाहिँ हामी हिउँको अन्तिम गैरी बजार भन्ने ठाउँमा आइपुग्ने बेला भयो होइन अब त्यहाँ हामीले माथि त्यो चेनवाला गाडीलाई माथि नै छोडेर अहिले हामी अर्को गाडीको पछाडि हामी बसेर झरिरहेका छौँ किनकि चेनवाला गाडी यता तलतिर झर्दैन नि त किनकि त्यसको चेन काटिन्छ होइन घिउमा सोलिङमा
त्यो भएको हुनाले हामीले यो जहाँसम्म आउँछ चेनवाला अलि त हिउँ धेरै भएको ठाउँसम्ममा हामी चेनवालामा आयौँ र त्यहाँभन्दा तलतिर चाहिँ हामी अर्को नर्मल गाडीहरूमा गाडी रिजर्भ गरेर झरिसकेका छौँ। यस्तो दामी छ यो गैरी बजारनिर आइदिएको छ है त बबाल छ र समग्रमा भन्नु पर्दाखेरि हिजो बेलुकै हामी सुरुमै गएकोले गर्दाखेरि एकदम कस्ट चाहिँ एकदम सस्तो पर्न गयो। अब आउँदा चाहिँ धेरै नै अब आउँदा चाहिँ अलिक केही महँगो हुनसक्छ होइन अलिक महँगो हुन्छ किनकि अलिकता मान्छेको फ्लो बढिसकेपछि अलिकता बढी त भइ नै हाल्छ र हामी चाहिँ हिजो बेलुकै माथि गएकोले गर्दाखेरि र होटलमा पनि अलिक चिनेको होटलमा पनि चिनजानकै हिसाबले गर्दा अलिक सस्तो पऱ्यो होइन अराउन्ड 15,000 नै हामी कति 7-8जनालाई पुग्यो होइन त्यही भएर तपाईँहरूले तर अलिक महँगो पर्छ तपाईँहरू आउँदा चाहिँ अब किनकि पर्यटन अलिक मान्छेको फ्लो बढ्दै गइसकेपछि अलिक त महँगो हुन्छ। सो त्यही नै हो बबाल रमाइलो भयो इन्जोय गरियो राति पनि त्यस्तै हिउँ खेल्यो दिन त्यस्तै हिउँ खेल्यो है। अब माथि नै बस्नु मन थियो तर अब आफ्नो काम बाध्यताले गर्दाखेरि हामी फर्किसकेका छौँ। अहिले हामी ठ्याक्कसँग लियो गैरी भन्ने ठाउँ चाहिँ यो हो गैरीमा आइपुगेका छौँ है त। अब हामी लाग्छ चारिकोट बजारतिर लेट्स गो वाउ वाउ वाउ।